हेलो एभ्रिवान, वेलकम टु नलेज बुक समरी। आज हामी कुरा गर्नेछौँ एउटा यस्तो पुस्तकको बारेमा जसले हामीलाई सफलता र शक्तिको पछाडिको वैज्ञानिक रहस्य बताउँदछ। यो हो द विनर इफेक्ट, द न्युरोसाइन्स अफ सक्सेस एन्ड फेलियर, जसलाई लेखेका छन् प्रख्यात न्युरोसाइन्स प्रोफेसर इयान एच रोबर्टसनले। यो पुस्तकले हामीलाई बुझाउँछ कि किन कोही व्यक्ति बारम्बार सफल हुन्छन्, किन कोही शक्तिशाली बन्छन् र किन कोही असफलताको चक्रमा फस्छन्। तपाईले कहिले सोच्नु भएको छ किन कुनै खेलाडीले लगातार खेल जित्छ, किन कुनै व्यापारीले बारम्बार ठुलो सम्झौता हात पार्छ? यो कुनै जादु होइन, यो हो विनर इफेक्ट। रोबर्टसन भन्छन्, जब तपाईँ जित्नुहुन्छ तपाईको दिमागमा रासायनिक परिवर्तन हुन्छन्, विशेष गरी टेस्टोस्टेरोन हर्मोनको स्तर बढ्छ, जसले तपाईलाई अझ आत्मविश्वासी, केन्द्रित र आक्रामक बनाउँछ। यो यस्तो शक्ति हो जुन कुनै पनि औषधिको प्रभाव जस्तै बलियो छ। जस्तै माइक टाइसन, विश्व प्रसिद्ध बक्सर, उनको म्यानेजरले उनलाई कमजोर प्रतिद्वन्दीहरूसँग लडाएर आत्मविश्वास र टेस्टोस्टेरोनको स्तर बढाएका थिए। परिणाम, टाइसनले ठूला लडाईहरू जिते। यो प्रभाव मानिसहरूमा मात्र होइन, जनावरहरूमा पनि देखिन्छ। उदाहरणका लागि, माछा वा चितुवाले सानो लडाई जितेपछि ठुलो लडाईमा पनि सफलता हात पार्छन्। यो प्रकृतिको नियम हो र हामी मानव पनि यसबाट अछुत छैनौँ। सानो जित, ठुलो परिवर्तन। पुस्तकले हामीलाई सिकाउँछ कि ठुलो सफलताको बाटो सानो जितबाट सुरु हुन्छ। मानौ तपाईले एक दिन किताबको एउटा अध्याय पढ्ने लक्ष्य राख्नुभयो। यो सानो जितले तपाईको आत्मविश्वास बढाउँछ र तपाई अझ जटिल किताब पढ्न थाल्नुहुन्छ। यो सानो जितले तपाईको दिमागमा डोपामिन र टेस्टोस्टेरोनको स्तर बढाउँछ, जसले तपाईलाई अझ ठुलो लक्ष्यतिर डोर्याउँछ। यो कुरालाई रोबर्टसनले सेरेना विलियम्सको उदाहरणबाट बुझाउँछन्। उनको सुरुवाती जितहरूले उनको आत्मविश्वास र प्रदर्शनलाई यति बलियो बनाए कि उनले धेरै उपाधिहरू जितिन्। यो एउटा सकारात्मक चक्र हो। जितले आत्मविश्वास बढाउँछ, आत्मविश्वासले अर्को जित निम्त्याउँछ। शक्तिको प्रभाव र जोखिम। जित र शक्तिले हामीलाई सकारात्मक रूपमा परिवर्तन गर्छ, तर यसको डार्क साइड पनि छ। रोबर्टसन भन्छन्, बारम्बार जित्दा कहिलेकाहीँ ओभर कन्फिडेन्स बढ्छ, जसले जोखिमपूर्ण निर्णयहरू निम्त्याउँछ। उदाहरणका लागि, वित्तीय बजारमा व्यापारीहरूले ठूला नाफा कमाएपछि ठूलो जोखिम लिन्छन्, जसले कहिलेकाहीँ ठूलो नोक्सान पनि ल्याउँछ। शक्तिले हाम्रो व्यवहारमा परिवर्तन पनि ल्याउँछ। धेरै जितेपछि मानिसमा अहङ्कार, कम सहानुभूति र आक्रामकता बढ्छ। यो यस्तो लत जस्तै हो जहाँ जित्नु एउटा नशा बन्छ। रोबर्टसनले उदाहरण दिन्छन्, कतिपय नेताहरू शक्तिको लतमा फसेर अनैतिक बाटोमा लाग्दछन्, तसर्थ शक्तिलाई सन्तुलनमा राख्न अत्यन्त जरुरी छ। लुजर इफेक्ट, असफलताको चक्र। पुस्तकले लुजर इफेक्टको पनि चर्चा गर्छ, जुन विनर इफेक्टको ठिक उल्टो हो। बारम्बार हार्दा तपाईको आत्मविश्वास घट्छ, टेस्टोस्टेरोन कम हुन्छ र तनाव हर्मोन कोर्टिसोल हर्मोन बढ्छ। यो चक्रले तपाईलाई थप असफलतातिर धकेल्छ। उदाहरणका लागि, पाब्लो पिकासोको छोरा पाउलो, जो आफ्नो पिताको विशाल सफलताको छायामा बाँचे, उनले आफ्नो पहिचान बनाउन सकेनन् र असफलताको चक्रमा फसे। यो कुराले हामीलाई बुझाउँछ कि सफलताका लागि वातावरण र समर्थन कति महत्त्वपूर्ण छ। वातावरणको भूमिका। रोबर्टसन जोड दिन्छन् कि हाम्रो वातावरण र सामाजिक समर्थनले विनर इफेक्टलाई बलियो बनाउँछ वा कमजोर बनाउँछ। यदि तपाईको परिवार, साथी वा कोचले तपाईलाई प्रोत्साहन गर्नुहुन्छ भने तपाईको जितको सम्भावना बढ्छ, तर नकारात्मक वातावरणले तपाईलाई असफलतातिर धकेल्छ। उदाहरणका लागि, रातो रङले जनावर र खेलाडीहरूलाई आक्रामक बनाउँछ र रातो जर्सी लगाउने टिमले धेरै पटक पनि जित्छ। यस्ता साना कुराले पनि हाम्रो सफलतामा ठूलो प्रभाव पार्छ। विनर इफेक्टलाई कसरी प्रयोग गर्ने, यो पुस्तकले हामीलाई केही व्यावहारिक सुझावहरू पनि दिन्छ। नम्बर 1 मा रहेको छ, सानो बाटो सुरु गर्नुहोस्। ठूलो लक्ष्य राख्नु अघि साना जितहरू हासिल गर्नुहोस्, जस्तै हरेक 10 मिनेटमा व्यायाम गर्ने। नम्बर 2, आत्मविश्वास र नम्रताको सन्तुलन गर्नुहोस्। ओभर कन्फिडेन्टले हानि गर्न सक्छ, त्यसैले सधैँ नम्र रहनुहोस्। नम्बर 3, निरन्तर सुधार। जितेपछि पनि सिक्ने र सुधार्ने बानी राख्नुहोस्। नम्बर 4, सकारात्मक वातावरण। आफूलाई प्रेरणा दिने मानिस र ठाउँको साथमा रहनुहोस्। द विनर इफेक्ट केवल न्युरोसाइन्सको किताब होइन, यो तपाईको जीवनलाई परिवर्तन गर्ने गाइड हो। यो पुस्तकले तपाईलाई बुझाउँछ कि सफलता कुनै जन्मजात गुण होइन, यो तपाईको मेहनत, वातावरण
र रणनीतिको परिणाम हो। यो किताब खेलाडी, व्यापारी, विद्यार्थी वा कुनै पनि क्षेत्रमा अगाडि बढ्न चाहने व्यक्तिको लागि अत्यन्त उपयोगी छ। रबर्टसनको यो पुस्तकले हामीलाई एउटा शक्तिशाली सन्देश दिन्छ। विनर्स आर नट बर्न, दे आर मेड। तपाईको सानो जितले तपाईको दिमाग र जीवनलाई परिवर्तन गर्न सक्छ, तर यो शक्तिलाई सही तरिकाले प्रयोग गर्नुपर्छ, नत्र यो लत बन्न सक्छ। तपाई आजै एउटा सानो लक्ष्य राख्नुहोस्, त्यसलाई जित्नुहोस् र आफूलाई विनर इफेक्टको जादुमा डुबाउनुहोस्। आशा छ यो भिडियो हजुरहरूलाई मन पर्यो होला। भिडियो मन परेमा कृपया लाइक, शेयर र सब्स्क्राइब पनि गर्नुहोस् र आफ्नो प्रतिक्रिया कमेन्टमा बताउनुहोस्। धन्यवाद।